मूलतः एउटा नेपालकै राजनीतिक अर्थ राजनीतिक इतिहासमा यति ठुलो जनादेश म्यान्डेट सहित अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा जुन सरकार आज भर्खर गठन भएको छ, यसको म्यान्डेट पनि गरुङ्गो छ। जिम्मेवारी र आशा भरोसा सबै यसमा अन्तर्निहित कुराहरूले गर्दाखेरि हामीलाई एउटा क्रमबद्धतामै जानुपर्ने चाहिँ आवश्यकता छ। बिजनेस एज युजुअलबाट नेपाली जनता वाक्क भएर गरेर देखाउन त भनेर यति ठुलो मतादेश जनादेश दिएर पठाउनु भएको छ। त्यसलाई हामीले न्यायोचित सम्बोधन गर्नै पर्नेछ। ब्युरोक्रेसीका साथीहरूमा धेरै आरोपहरू लगाउँछ। अहिले पनि एकजना आउटगोइङ मिनिस्टरले चर्का आरोप लगाएको पनि मैले सुने। मेरो चाहिँ त्यस्तो धारणा छैन। यहाँहरू निश्चिन्त हुनु होला। म पनि विगत 12 वर्षदेखि राष्ट्रिय योजना आयोग हुँदै गभर्मेन्ट सिस्टमसँग काम गर्ने एउटा थिङ्क ट्याङ्क हुँदै प्रत्यक्ष राजनीति निर्वाचित सांसदका हैसियतमा यहाँसँग पलमा मैले अन्तर्क्रिया गरेको छु। तपाईहरू भनेको राजनीतिक नेतृत्व सङ्लो स्वच्छ सोच दूरदृष्टिसहित आयो भने तपाईहरू पनि त्यतैतिर सोच्नुहुन्छ, डोर्याइनुहुन्छ। जब उच्च राजनीतिक नेतृत्वको मकसद नै बिटुलो छ, त्यसपछि तपाईहरूको कहाँ एउटा सानो तबका चाहिँ त्यसको सहायक बनिदिन्छ र सिङ्गो प्रशासन सिङ्गो एन्टिटीले त्यो बदनामी भोग्नु परेको मैले पनि देखेको छु। यहाँहरू निश्चिन्त हुनु होला। मैले धेरै ठाउँमा अलिअलि अब राजनीतिमा लागेपछि भाषण गरिन्छ, ठाउँमा मैले भन्ने गरेको छु। र चिनिया उखान छ के अरे, गगरको साथ चाइनिज भाषाका ज्ञाता पनि हुनुहुन्छ, फिस रट्स फ्रम द हेड। माछा कुहिन थाल्यो भने टाउकोबाटै कुहिन्छ भन्ने छ, एउटा कहावत छ। त्यसरी टाउको गतिलो भइदियो भने चाहिँ अरू बिग्रनलाई केही समय लाग्छ, तर टाउकै फतक्कै गयो भने चाहिँ अरू चाहिँ जान्छ। त्यसैले अहिले इन्टेग्रिटीका मामिलामा, गुड गभर्नेन्सका मामिलामा, सुशासनका मामिलामा त्यसमा चाहिँ हामी निर्मम हुन्छ। र हामीले नै बनाएका ऐनहरू हैन, सुशासन ऐनदेखि लिएर सारा छ नि, एउटा मर्म छ। संविधानले पनि बदमासी गर भनेर त लेखेको छैन, राम्रै काम गरेर पनि छ। त्यो अक्षर छ, लेटर एन्ड स्पिरिटमा हामीले पालना गर्ने गरी गुड गभर्नेन्सको विषयमा असाध्यै चाहिँ हामीले काम गर्नु छ हैन। 40-50 वटा ऐनहरू थाती लगाएर बसेका छन्, तर त्यो ऐन बनेर मात्र पनि पुरा भएन। ऐन बनाउनु भयो, रुल अफ ल, वी आर अ नेसन अफ लज, तर त्यो ल बनाएर मात्र पनि भएन। त्यसको इमानदार कार्यान्वयन भएन भने, र हामीले पनि 10औं वर्षदेखि सुनिरहेको योजना आएको दस्तावेज त राम्रै छ, अर्थ मन्त्रालयले ल्याएको बजेट त राम्रै छ, तर कार्यान्वयन हुँदैन भन्ने हैन। बजेट त राम्रै छ, कार्यान्वयन हुँदैन भन्ने एउटा छ। अब यसलाई पनि साइन्स अफ डेलिभरीमा चाहिँ अहिलेका यति प्रचण्ड बहुमतले निर्वाचित हुनुभएका हाम्रा सामान्य प्रधानमन्त्रीज्यूको चाहिँ डेलिभरीमा बढी चासो छ। र मलाई लाग्छ आज नै पनि हामी दर्जनौं गतिविधिहरू नेपाली जनताले घुस खुवाउन नपर्ने, लाइन बस्न नपर्ने, त्यो प्रत्यक्ष जनतालाई छुने खालको के छन्। हाम्रो 22 वटा मन्त्रालयले प्रति मन्त्रालय पनि 5 वटा कुरामा मात्रै ध्यान दियो भने पनि नेपाली जनताले भोलिदेखि नै त्यो हैरानी, त्यो शास्ति, सरकारी अड्डा भनेपछि नाक खुम्च्याउने जुन वातावरण बनेको छ, त्यसलाई हामीले चिर्नै पर्ने हुन्छ। त्यसैले गभर्नेन्समा दुईटा पार्ट हो। एउटा माइक्रो गभर्नेन्स, यो डेलिभरीको कुरा, जनतासँग प्रत्यक्ष ठोकिने कुरा। दोस्रो चाहिँ म्याक्रो गभर्नेन्स, त्यो चाहिँ नीतिगत, संस्थागत। पछिल्ला वर्षहरूमा राजनीति खर्चिलो भड्किलो हुँदै गएपछि एउटा कब्जा, एलिट क्याप्चर, पोलिसी क्याप्चर, इन्स्टिट्युसन नै क्याप्चरको जुन हामीले देख्यौँ अभ्यास, त्यसलाई पनि यो डिसाइसिभ ब्रेक हो। र यसप्रति तपाईँहरूले पनि सचेत भएर त्यो मेसेजलाई ग्रहण गरेर त्यही स्पिरिटमा ऐनहरू पनि त्यसरी प्रभावित हुनु भएन, र आएका ऐनहरूलाई पनि कसैले एउटा निहित स्वार्थको लागि रेन्ट सिकिङतिर लान पाएन। त्यसैले नेपाली जनताको हित लाभका लागि जुन मकसदका साथ ती ऐनहरू लिएर आएका हुन्, त्यसको अनेस्ट इम्प्लिमेन्टेसन हुनु पर्यो। र अब त्यो एरा अफ क्याप्चरिङ पोलिटिक्स अनि क्याप्चरिङ पोलिसी थ्रु करप्ट पोलिटिक्स, द्याट्स ओभर। त्यो सिद्धियो होला। यसमा तपाईँहरूको सर्वक्कै यसलाई सोचिनु होला, साथ दिनु होला। र लोकसेवा पास गर्दाखेरि तपाईँहरूको जुन जस्ता निबन्धहरू लेख्नु भएको थियो ती सबै सम्झिनु होला। देश बनाउँछौँ, हामी इमान्दार राष्ट्र सेवक भएर अगाडि जान्छौँ भन्ने थियो। तपाईँहरूको बाटो बरालिएको राम्रो ट्र्याकमा ल्याउने काम यो सरकारले गर्छ। हाम्रो इमान्दार प्रयास त्यतिर रहन्छ। त्यसैले गभर्नेन्समा म्याक्रो पार्ट हो, माइक्रो पार्ट हो, डेलिभरी र पोलिसी नीतिगत कुराहरू। दोस्रो इकोनोमिक रिफर्म हैन। अब आज यो सुवर्ण शमशेर को स्मृतिमा बनाइएको हल, डाक्टर रामशरण महत अर्थमन्त्री हुँदै गर्दा 10-11 वर्ष अगाडि मलाई पहिलोचोटि यहाँ प्रवेश गर्दाखेरि एकदम गौरव महसुस भएको थियो। हामी कहाँ पनि यो संस्कार छैन, पुराना अग्रजहरूलाई सम्मान गर्ने हैन। मैले अगेन राजनीतिक प्रोग्राममै मैले भन्ने गरेको छु,
मैले केही टाढा देख्न सकेको छु भने मभन्दा अगाडि आएका अग्रजहरूको काँधमा टेकेर नै देख्न सकेको हुँ। न्युटनको एउटा फेमस उद्गार छ हैन, इफ आई हैव सीन फर्दर इट इज बिकज आई एम स्ट्यान्डिङ अन द शोल्डर्स अफ जायन्ट्स। सुवर्ण शमशेर त्यस्ता जायन्ट हुनुहुन्थ्यो नेपाली आर्थिक प्रशासनमा। 2008 सालमा पहिलो सिस्टमेटिक बजेट उहाँले ल्याउनुभयो, 15 सालको 2/3 सरकारको बजेट पनि लिएर आउनुभयो र उहाँहरू जस्तो हैन किशनजीहरूको चाहिँ उदाहरण चाहिँ छ। रामशरण महतलाई नै चाहिँ उहाँले अति उपदेश दिँदै गर्दाखेरि राज्यको ढुकुटी भनेको त्यो शेष नागले चाहिँ गाड गरेको जस्तो हुनुपर्छ भन्थ्यो। किशनजी आफैमा पनि फेमस हुनुहुन्थ्यो, पार्टीको पैसा देब्रेपट्टिको गोजीमा, निजी पैसा दाहिनेपट्टिको गोजीमा। त्यस्तो संस्कारहरू पनि भत्कियो नि त। त्यसैले अलिकति भए पनि हामी त्यसलाई रिस्टोर गर्न चाहन्छौँ, त्यो इन्टेग्रिटीका कुराहरू इत्यादि होइन। त्यसैले त्यो इकोनोमिक रिफर्म अब त्यो बढालिँदै चाहिँ गएको छ र त्यसलाई हामीले अब 48मा एउटा डिपार्चर लियौँ। पञ्चायत कालमा 2टा उल्लेख्य बजेटहरू आए होइन, एफडिआई ल्याउनको लागि इत्यादि। त्यसपछि पिसमेल कुराहरू भएको छ, सामाजिक सुरक्षाको लागि जस्तो वृद्ध भत्ताको कुरा एउटा बजेटमा त्यसलाई बिउको रूपमा आयो, त्यो एउटा निरन्तरता प्राप्त गरेको छ, त्यसलाई सुधार्नु छ। तर एकदमै हाम्रा अशक्त एकदमै चाहिँ विपन्न वर्गलाई राज्य सहारा बन्नको लागि धनी नै बनिहाल्नु पर्दैन भन्ने मान्यता त्यहाँबाट सुरु भयो। गरिब हुँदै पनि राज्यको सोच राम्रो भयो भने वी क्यान टेक केयर अफ आवर पोर पिपल भन्ने खालको मान्यता त्यहाँ आयो। पछि भिएटी जस्ता पिसमेल रिफर्म्सहरू आयो, तर साङ्गो पाङ्गो एउटा कम्प्रिहेन्सिभ रिफर्म हामी सुन्छौँ नि दक्षिण अमेरिकी मुलुकहरूमा, हिन्दुस्तानमा, 1979 को चीनमा, त्यस्ता कुराहरूमा चाहिँ हामीले राजनीतिक अस्थिरताले गर्दा, फ्रेगमेन्टेड म्यान्डेटले गर्दा कसैले पनि गर्न सकेन। सरकार बनेको साँझदेखि नै सरकार ढाल्ने खेल हुन थालेपछि त्यतातिर कसको ध्यान जाने, न प्रधानमन्त्रीको न अर्थमन्त्रीको। त्यसैले अब त्यो पनि ओभर भएको छ। जनताले बुझेरै यसपालि बहुमत मात्र होइन स्पष्ट बहुमत दिएर पठाएको कारण पनि त्यही हो जस्तो मलाई लाग्छ। त्यसैले त्यो थाँती राखिएका आर्थिक रिफर्मका कुराहरू चाहिँ हामीले सेकेन्ड जेनेरेसन भन्थ्यो, सेकेन्ड त नेक्स्ट हुँदै अब कति चरणमा पुगिसक्यो। अब जेठ 15मा आउने बजेटमा हामी साँच्चीकै यो आर्थिक राजकाजको जहाजलाई हामी मोड्न चाहन्छौँ। यसमा तपाईँहरूले जानेको बुझेको ज्ञान अनुभवबाट घुप्ट्याइदिनुहोस्, ल्याउनुहोस् एभिडेन्स सहित आफ्नो अनुभवजन्य कुराहरू। यसो गर्दा राम्रो हुन्छ, देशको हितमा हुन्छ है भनेर ल्याउनु भने त्यसलाई हामी ग्रहण गरेर यसपालि जेठ 15को बजेट साँच्चीकै रूपान्तरणकारीमा बनाउने मेरो व्यक्तिगत इच्छा छ र यसमा तपाईँहरूको साथ हुनेछ भन्ने मैले आश गरेको छु। अब तेस्रो कुरा चाहिँ हामीले इन्फ्रास्ट्रक्चरलाई गरेका छौँ। यद्यपि यो रिफर्म इन्फ्रास्ट्रक्चरसँग पनि जोडिन्छ, तर अब सडकको जुन हालत छ, इन्टरनेट कनेक्टिभिटी भर पर्न सकेको छैन। यद्यपि त्यही डिजिटलाइजेसनको जगमा हामीले कति फड्को मार्न सक्छ। सस्तो भरपर्दो इन्टरनेट भइदिने हो भने यो ल्यान्डलक्ड कन्ट्रीले धेरै फड्को मार्न सक्छ होइन। तर त्यतातिर हामीले ध्यान दिन सकेको छैन। यति जलस्रोतमा धनी मुलुक, ऊर्जा प्रगति भएको छ, तर जति जहाँ पुग्नु पर्ने उति भएको छैन। एयरलाइन कनेक्टिभिटी पनि अब ब्ल्याकलिस्टेड भएर बसेका छौँ होइन। र एउटा आइरनी छ क्या, यो चाहिँ ल्यान्डलक्ड कन्ट्रीहरूलाई जुन सेवा क्षेत्रमा अलिकति उदार भएर हेरिदियो भने उसका ह्यान्डिक्यापहरूलाई क्षतिपूर्ति गराउन सकिन्छ, तिनै सेक्टरमा चाहिँ अनुदार नीतिहरू अवलम्बन गर्ने गरेको एउटा ग्लोबल प्याराडक्स छ। अर्थात् एभिएसनमा झन् रेस्ट्रिक्टिभ होइन, ब्याङ्किङ इन्सुरेन्सहरूमा पनि अलिकति प्रतिस्पर्धाबाट विमुख हुने खालको। त्यसैले यहाँ पनि हामीले धक्का दिनै पर्छ। यी कुराहरू मैले सरस्वतीभन्दा गभर्नेन्स, इकोनोमिक रिफर्म्स र इन्फ्रास्ट्रक्चरमा सरल हिसाबले जनताले बुझ्ने हिसाबले मैले त्यसरी भने भाषा पत्रमा धेरै कुराहरू हामीले विस्तृतीकरण गरेका छौँ, करार नै गरेका छौँ। यसपालि हामीले यो नागरिक र राज्य बीच कन्ट्र्याक्टै हुनुपर्छ, सोसियल कन्ट्र्याक्टै हुनुपर्छ। यो हब्सको रुसोको प्रेरणाबाट चाहिँ आएको कुरा हो। तर लोकतान्त्रिक व्यवस्थाहरूमा हामीले चाहिँ अलिकति यति गर्छौँ भनेर न्यूनतम धेरै कुराहरू त्यहाँ बाचा गरिएका छन्। तर सुशासनको कुरामा मिडल क्लासको एक्सपेन्सन, मध्यम वर्गका असुरक्षाहरू, मध्यम वर्गका आकांक्षाहरूलाई शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच र एकीकृत सुरक्षा प्रणाली यिनीहरूबाट सेक्युर बनाउनुपर्छ। र मिडल क्लासको आकार फराकिलो नबनेसम्म मुलुक पनि सुरक्षित हुँदैन, लोकतन्त्र पनि सुरक्षित हुँदैन। डेमोक्रेसीलाई सेफगार्ड गर्न पनि मिडल क्लास चाहिँ सेक्युर फिल हुनुपर्छ, त्यसको आकार फैलिएको हुनुपर्छ भन्ने आफ्नो मान्यता। त्यसैले दोस्रो बुदामा मिडल क्लाससँग ठोकिने, त्यसो भने फेरि विपन्नलाई नहेर्ने भने विपन्नको सहारा त राज्य भइ नै हाल्यो होइन।
तर मिडल क्लासको एक्सपेन्सन छ यो सरकारको उच्च प्राथमिकता पर्छ। तेस्रो इकोनोमिक ग्रोथ रिफर्महरूले जब्स गुणस्तरीय क्वालिटी जब्स हामीले सिर्जना गर्नुपर्छ भनेकै छौँ। चौथो कनेक्टिभिटी, नेपाली जम्मा तनहुको दोस्रो पटक निर्वाचित सांसद 90% अफ द डिमान्ड इज रोड्स। जोडिदेऊ, लागत घट्छ, दूरी घटाइदेऊ, गाउँको उत्पादन बजार पुर्याउन सकौँ, बजारको किन्नुपर्ने सामानहरू सस्तोमा गाउँघरमा घरदैलोमा आओस्, सिम्पल। त्यसैले अब हाम्रो कति 19,000 चान्चु राष्ट्रिय सञ्जाल छ, 1,00,000 किलोमिटरको जति धुले बाटोको सञ्जाल छ। अब हामीले 30,000 किलोमिटरको गुणस्तरीय 2 लेनसम्मको मिनिमम गर्नुपर्छ भनेका छौँ र यसले देश जोड्ने काम गरौँ भन्ने छ। इन्टरनेटको, इलेक्ट्रिसिटीको, एयरलाइनको मैले चाहिँ अघि पनि राखिहालेँ। पाँचौँ चाहिँ प्रवासको मुद्दामा पनि हामी यी पलायन भएका, बाहिर गएका भनेर जुन खालको भाष्य छ नि, असाध्यै रिग्रेसिभ भाष्य, त्यो हामीले रिजेक्ट नै गर्छौँ यो पार्टीले। र हाम्रो उद्देश्य अब वन्स नेपाली अलवेज नेपाली र कुनै पनि मुलुक तम्रिँदै गर्दाखेरि त्यो पहिलो विश्वास गरेर अब चाहिँ के हुन लाग्यो है भनेर त्यो सुरुका अर्ली इन्भेस्टर्सहरू डायस्पोरामा हो। कोरिया हेर्नुहोस्, भियतनाम हेर्नुहोस्, चीन हेर्नुहोस्, भारत हेर्नुहोस्, लास्ट 20, 30, 40 इयर्समा अर्ली इन्भेस्टर्सहरू चाहिँ त्यो सामाजिक एउटा चाहिँ तन्तु जोड्दै, त्यो सामाजिक पुँजी खोज्दै डायस्पोरामा गयो। र संयोगले हाम्रो डायस्पोरा पनि इट्स कम अफ एज। मिलियन्स आर इन OECD कन्ट्रिज, अरू टेम्पोररी माइग्रेसनको लागि गल्फ मलेसियामा हुनुहुन्छ। अब यो जोड्नुपर्छ। त्यसैले त्यसको लागि हामीले गर्छौँ भनेर संविधानमै देखाएको बाटोलाई पनि कार्यान्वयन गरेका छैनौँ। अर्ली इन्भेस्टर्सका रूपमा केही अपवादहरू बाहेक, केही हाई अफिसर्स अफ स्टेट अन्यमा हामीले एकदम उदारतापूर्वक चाहिँ डायस्पोरालाई जोड्नुपर्छ। नेपाली मूलका साथीहरूलाई लगानीकर्ताका रूपमा र त्यो आवत जावत ग्लोबल मोबिलिटीका हिसाबले एकदमै सहजीकरण गरेर प्रपर्टी राख्न मिल्ने, लगानी गर्नेलाई लगानी प्रफिट रिप्याट्रिएट गर्न सकिने गर्यो भने बल्ल अरू विदेशीहरू पनि आउने हो त। त्यसैले पहिला स्वदेशी उद्यमशीलताको कुरा, त्यसपछि विदेशी लगानीकर्ताहरूको कुरा र अनि अन्य, त्यसरी चाहिँ हामीले सो यो कन्ट्र्याक्टमा लेखेका 5वटा कुरा भयो। र अलिकति अब आज सचिवज्यूले आउँदै डिजिटल्ली अप्रुभ गराउन मद्दत गर्नुभयो। पहिलाका टिप्पणीहरू बारेमा पनि चाहिँ परिचितै छु। त्यो घटा फाइलहरू कति तहमा घुम्दै फाइल हराउने, अब अहिले चाहिँ हामी एउटा इलेक्ट्रोनिक युगमा गएछौँ, त्यो मलाई खुसी लागेको छ। तर यो अर्थमा मात्रै हो कि बाहिर फैलाउन सकेका छौँ कि छैनौँ, यसलाई असाध्यै डिजिटलाइजेसनको यो अनुपम अभ्यासलाई हामीले सर्लक्कै ग्रहण गरेर वाट एभर इट टेक्स यही हो बाटो जानुपर्नेछ। र अघि अब छोटो रिभ्यू गरेर भए पनि हामीले तीनटा जति निर्णय आज गरेका छौँ, इलेक्ट्रोनिक टिप्पणी चाहिँ अप्रुभ गरेका छौँ। र त्योबाट पनि तपाईँहरूलाई एउटा छ प्रायोरिटाइजेसन। पहिलो, आज चैत 13 गयो, आज चैत 13 सम्मकै मुलुकको आर्थिक अवस्था के छ हैन। हामीले समष्टिगत अर्थलाई टुक्र्याएर हेर्छौँ, रियल सेक्टर, फिस्कल सेक्टर, मोनिटरी, एक्सटर्नल सबैको चाहिँ 5 दिनभित्रमा चाहिँ लेटेस्ट अपडेट हामीलाई त्यो एउटा बेसलाइन चाहियो। हामीले इनहेरिट गरेको आर्थिक अवस्था के हो भनेर हामी चाहिँ त्यहाँबाट सुरु गर्दैछौँ। अघि कुरा गरिएकै निर्वाचनका ताका गरिएका बाचाहरूको पनि त्यसको कार्ययोजना तालिका चाहिँ हामीले चाहिँ त्यो तयारी गर्नेछौँ। अर्को यो उद्यम व्यवसाय, निजी उद्यम व्यवसाय अलिकति प्रसिद्ध अवस्थामा छ। भदौ 23-24 को जुन चाहिँ घटना घट्यो त्यसले प्राइभेट सेक्टरलाई एकदमै डिटर गरेको छ। त्यसलाई इन्करेज गर्नुपर्छ हामीले र प्राइभेट सेक्टरको गतिविधिहरूलाई, प्रपर्टीलाई प्रोटेक्ट गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ भनेर एउटा आगो त्यतातिर छ। अर्को चाहिँ केही नेपाल ऐनहरू संशोधन गर्न भनेको विधेयक भन्ने जुन चलन छ, एकैचोटि हामीले ओम्निबस रिफर्महरू गर्न सक्छौँ कि सक्दैनौँ हैन। उद्यम व्यवसायलाई अल्झाइरहेका, दुःख पाइरहेका त्यस्ता कुराहरूलाई चाहिँ एकैचोटि एड्रेस गर्न सक्छौँ भने त्यसको पनि अध्ययन गरौँ। एउटा तुरुन्तैको अब अधिवेशनमा पनि ल्याउन सकिने, नभए चाहिँ जेठ 15 को बजेटमा चाहिँ एउटा ओम्निबस इकोनोमिक रिफर्मका रूपमा एड्रेस गरेर हामी अगाडि जान्छौँ। र त्यो सँगसँगै ठुला आयोजनाहरू, म तनहु करिब 150 चोटि गएँ होला विगत 3 वर्षमा। यही बाटो एउटा जाबो 100 किलोमिटरको बाटो बनाउन पनि 7 वर्ष 8 वर्ष, पछिल्लो पटक एउटा यात्री निकालेको रिपोर्टमा जग्गा प्राप्तिको लागि मात्रै 3 वर्ष हैन। क्षतिपूर्ति त्यस्तै छ। त्यही बाटोको त्रिशुली पारी बुढीगण्डकीको आयोजना हेर्छु म हैन। 1974 मा सम्भाव्यता अध्ययन भएको आयोजना आजसम्म पनि हामीले
सुरु गरे कोदालो खनेका छैनौँ भनेपछि यी कुराहरूलाई पनि अब प्रहार गर्नै पर्छ। त्यसैले ठुला विकास आयोजनाहरू, रूपान्तरणकारी आयोजना, राष्ट्रिय गौरव भनौँ, राष्ट्रिय प्राथमिकता जे भनौँ, ती कुराहरूलाई पनि जग्गा प्राप्ति होला, खरिद ऐन होला, नियमावलीहरू होला, होइन, रुख कटान होला, अब एकैचोटि एउटा चाहिँ कम्प्रिहेन्सिभ एक्टबाट अन्त जे लेखिएको भए पनि दिस विल प्रिभेल भन्ने खालको ऐन लिएर आएर हामीले गर्नुपर्ने हुन्छ। यसमा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूसँग अर्थले नै समन्वय गरेर यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। त्यो लगायत अन्य यो कानुनी सुधारको झन्डै मेरो जानकारीमा 40-50वटा ऐनहरू होला, होइन, एनआरबी एक्टदेखि लिएर सेभनदेखि लिएर चाहिँ अब धेरै नै बनाउन पाइपलाइनमा बसेका ऐनहरू धेरै छन्। त्यसैले तिनीहरूलाई पनि अब प्राथमिकीकरण गरेर सिक्वेन्सिङ गरेर अगाडि लानुपर्ने हुन्छ र यसलाई अब हाम्रो सुविधाजनक बहुमत भावनाले यसलाई चाहिँ राम्रा ऐनहरूलाई हामी डिबेट गराउँछौँ पार्लियामेन्टमा, एमपिजहरूले, कमिटिजहरूमा, तर मेरिटका आधारमा यसलाई एकदम द्रुत गतिमा पारित गरेर अगाडि जाने हाम्रो चाहिँ उद्देश्य छ। त्यसैले दोस्रो पर्पसमा लाग्छ त्यतातिर छ ऐनहरूको लेजिस्लेटिभ इकोनोमिक सुशासनसँग सम्बन्धित कुराहरू भए। तेस्रो यो म आफै पनि लोकतन्त्रवादी व्यक्ति, राज्यको अविच्छिन्नता हुन्छ, यो अलिकति टोटालिटेरियन स्टेटहरूमा चाहिँ हामी आएपछि इयर जिरो, अब इतिहास हामी आएपछि सुरु भयो भन्ने मान्यता राख्छ। पोलपोटको एउटा चाहिँ कुख्यात अभ्यास छ लगायत, हामी त्यस्तो होइन। 1769देखिको यो मोडर्न राज्यले अगाडि आएका राम्रा कुराहरूलाई ग्रहण गरेर जाने हो। विकृति विरुद्ध त हामीले अब चाहिँ हार्नै छोड्यौँ, होइन, त्यसैले राजनीति नै हाम्रो राजनीतिको उद्गम नै त्यहाँबाट भयो, तर राम्रा कुराहरूलाई ग्रहण गरेर अगाडि जाने हो। त्यसैले यसमा पनि ढुक्क हुनु होला। अगाडि आएका, मभन्दा अगाडिका अर्थमन्त्री मेरा मित्र पनि हुनुहुन्छ, रामेश्वर खनालजीकै नेतृत्वमा बनेको चाहिँ उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन चैत 2081 को तपाईँहरू कतिले पढ्नु भएको छ, मैले पढाएको छु त्यो, त्यसलाई पनि सकेसम्म व्यावहारिकताको एउटा चाहिँ हदसम्म चाहिँ त्यसलाई एड्रेस गर्नुपर्छ। अलि अगाडि सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन थियो, त्यो पनि बोल्ड थियो त्यति बेला। यति बोल्ड थियो कि तत्कालीन दुई सरकारले लुकाएर राखे। त्यसका कुराहरूलाई पनि हामीले ग्रहण गर्न सक्छौँ कि अध्यावधिक गरौँ यी राम्रा कुराहरूलाई, तिनै विज्ञहरूलाई चाहिँ यसलाई अपडेट गरेर ल्याउनुहोस् भन्न पनि सकिएला। र पूर्व सचिवहरूले पनि आफ्नो कार्यकालमा गर्न नसक्नुभएका विभिन्न राजनीतिक प्रतिकूलताले उहाँहरूलाई पनि खोजी लिएर आएर हामीले कुरा गर्नुपर्ने हुन्छ। त्यसैले आर्थिक सुशासन, रिफर्मका कुराहरू, पूर्वाधारका कुराहरू र आज गरिएका यी तीनटा फरक जस्तो लाग्ने र यसले एउटा दिशा दिन्छ जस्तो मलाई लाग्छ। इकोनोमिक रिफर्मका कुराहरू, प्राइभेट सेक्टर प्रमोसन, ग्रोथ, जब्स, इन्भेस्टमेन्ट, एन्टरप्रेन्योरसिपका कुराहरूमा र तथ्याङ्कको जगमा अबको नीति निर्माण। त्यसैले हामी कहाँ छौँ भनेर थाहा पाउनु पर्यो र कहाँ पुग्ने हो भन्ने कुरा त बाचाहरू गरिएका छन्। यो सबैलाई एकदमै कन्सिस्टेन्टली एउटा कोहेरेन्ट फ्रेमवर्कमा ढालेर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। र अब यसमा राम्रो काम गर्नेलाई मेरो सदैव चाहिँ प्रोटेक्सन रहन्छ, इन्करेजमेन्ट रहन्छ। तर अब हाम्रो गर्नुपर्ने दायित्वबाट विमुख हुनुभएका साथीहरूले चाहिँ मेरो माया पाउनु हुने छैन, यो सरकारको पनि माया पाउनु हुने छैन। तर राइट ट्र्याकमा हुनुहुन्छ, होइन, मुलुकको हामीले घोषित लक्ष्य प्राप्तिका लागि इमान्दारपूर्वक लाग्नु भएको छ भने त्यसमा हामी सँगसँगै नै हुनेछौँ। त्यो यात्रामा कसैलाई अन्याय परेको हुनसक्छ। पहिला राजनीतिक आबद्धताका आधारमा दलीयकरण पनि हामी प्रहार गर्दैछौँ। यो दलीयकरणको कणमा छिरेर जुन ध्वस्त बनाइएको छ कर्मचारी तन्त्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, होइन, गाउँमा चाहिँ सक्रिय उपभोक्ता समूहदेखि लिएर वनसँग चाहिँ कम्युनिटी फरेस्ट्रीका चाहिँ युजर ग्रुप्सहरूदेखि लिएर सबैमा जुन चाहिँ दलीयकरणले छिरेर ध्वस्त बनायो हाम्रो सोसियो इकोनोमिक फ्याब्रिक, त्यसलाई पनि रिपेयर गर्न हामी चाहन्छौँ। र यसमा हजुरहरूले साथ दिनु होला, पुराना दलीय आग्रहहरू राखिदिनु होला। निष्पक्ष राष्ट्र सेवकका रूपमा अगाडि बढ्नुभयो भने मबाट चाहिँ त्यस्तो पूर्वाग्रह लगायत चाहिँ दुराग्रह रहने छैन। मेरिट, इन्टेग्रिटी, डेडिकेसनका भ्यालुजहरू बोक्नुभयो भने यु आर माई फ्रेन्ड। त्यसैले यिनै कुरा हुन्। अब मैले छोटकरीमा राख्न खोजेको थिएँ, तर तपाईँहरूले चाहिँ पहिलो दिन यति कुरा मैले राख्नै पर्छ जस्तो लाग्यो। प्रधानमन्त्रीज्यूले पनि अब त्यहाँ बोलाउनु भएको छ, त्यसैले यसपछि सायद हामी त्यतै नै लाग्छौँ। र सचिवज्यूको योजना अनुसार चाहिँ भोलि अलिक थरो ब्रिफिङ हामी गर्छौँ। भोलि शनिबार हो, आज पनि बिदै थियो क्यारे, तर तपाईँहरू
उल्लेख्य सङ्ख्यामा आइदिनु भयो र भोलिको फर्मल ब्रिफिङहरूबाट चाहिँ हामी हाम्रो नियमित कामकाज सुरु गर्छौँ। अगेन यहाँ वेलकमको लागि, स्वागतको लागि यहाँहरूले जसरी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आशा र भरोसा राखेर नेपालकै इतिहासमा सबभन्दा ठुलो विजय हासिल गराइदिनु भयो, त्यही स्पिरिटलाई अब हामीले आफूले काम गर्ने ठाउँहरूमा चाहिँ लानेछौँ। हिजो हाम्रा पार्टीका सभापतिजीले के भन्नुभएको छ भने अब यहाँलाई थाहा छ नेपाल मन्त्रीका आकाङ्क्षीहरू धेरै हुन्छ। हाम्रो त 182 सांसदबाट 14-15 जना मन्त्री छान्दाखेरि धेरैजना डिसपोइन्टेड पनि हुने तर उहाँले सबै राम्रोसित के कन्भिन्स नै गराउनुभयो जस्तो मलाई लाग्छ भने तपाईँहरू छानिएको कानुन बनाउनु हो। त्यसैले अबको पार्लियामेन्ट स्कुल कलेज युनिभर्सिटी जस्तो होस्, तथावार छलफल विज्ञहरू लिएर आउने अन्तर्राष्ट्रिय अनुभव तथ्य तथ्याङ्क होइन। अब हाम्रो चाहिँ एनएसओ भाषा होइन, सिबिएस चाहिँ अहिले एनएसओ भाषा। अब राष्ट्र बैङ्कको हाम्रो राज्यका निकायहरू एकाडेमिक थिङ्क ट्याङ्कहरू यो सबैलाई पनि समेटेर वाट इज गुड फर द कन्ट्री, देशले के चाहिएको छ कसरी अगाडि बढ्ने भन्ने कुरा। अब संसद चाहिँ साँच्चीकै संसद जस्तो होस्, 10वटा समितिमा हरेक दिन त्यहाँ बहसहरू हुन्, कामहरू फटाफट टुङ्गिउन् र त्यो लेजिस्लेसन यस्तो होस् कि त्यसले हाम्रो एक्जिक्युटिभको कामलाई सघाओस् होइन। कार्यान्वयनका कुराहरू, नीतिगत रिफर्मका कुराहरू हरेक सेक्टरमा कति कुरा चाहिँ गर्नुपर्ने हात लगाएर बसेका छन्। त्यसैले तिमीलाई अब हाउसले बिजनेस पाउँछ र अस्ति जितेर आएका सबै सांसदको काम धेरैलाई त भ्रम छ तर जितिहाल्यो अब सिद्धि हो रमाइलो गर्ने भन्ने होला, त्यस्तो भयो। अब त बल्ल काम सुरु होइन, यु आर ल मेकर्स ल बनाऊ भन्ने काममा चाहिँ अब हाम्रो पार्टीको पनि त्यतातिर ओरिएन्टेसन हुन्छ र त्यता त्यसलाई इनेबलिङ हामीले सोचे जस्तै चाहिँ बिजनेस दिन सक्यो, त्यसलाई कामयाब बनाउन सक्यो भने हाम्रो काम मन्त्रालयहरूमा हामीलाई पनि सहज हुन्छ र त्यसले अन्तिममा चाहिँ नेपाली जनताले त्यो लाभ चाहिँ पाउने गरेर हामी अगाडि बढ्न सक्छौँ र हामीले जुन 5 वर्षमा 10 वर्षमा देशलाई यहाँ पुर्याउँछौँ भन्ने कुराहरू यस्तै यस्तै साना साना स्टेप्सहरूबाट त्यहाँ जाने हो। अब एलडिसी ग्रेजुएसनको कुरा छ, 2030 को एसटिजीका टार्गेटहरू अलिकति डिरेल भयो, कोभिड लगायत त्यसका इस्युजहरू। सन् 2035 मा हाम्रै पनि आधुनिक औद्योगिकरण थालेको जुन त शमशेरको बेलादेखिको ठ्याक्क 100 वर्ष पनि पुग्छ। त्यसैले अरूले थोपर दिएको माइलस्टोन होइन, हाम्रै माइलस्टोन हेर्ने हो भने पनि सन् 2035 अर्को 1 दशक भनौँ न बत्तीहरू अगाडि जानुपर्ने छ र त्यो किन पनि पेचिलो छ भने जनसाङ्ख्यिक बनोटले गर्दा एजिङ सोसाइटी लगभग हुन थालिसक्यो। अर्को 15-20 वर्षमा हामी एजेड सोसाइटी हो भनेपछि साँच्चीकै फड्को मार्ने हो भने ऱ्यापिड क्याचअपको अर्को 10 इयर्स। त्यसैले आधुनिक 90 सालको भूकम्प गएर सन् 1992 को नोभेम्बरमा जुद्ध शमशेरले औद्योगिक बोर्ड बनाएका थिए। 1869 मा मेजी रेस्टोरेसन एम्परर मेजी आएर युवा कुरा मिसन गरेर उनीहरूलाई दुनियाँलाई हेरेर आऊ कसको के राम्रो रहेछ भनेर 3 वर्षलाई एउटा चाहिँ जम्बो टोली पठाएको थियो 1869 मा जापानले। त्यो टोलीले पछि कति एउटा भल्युमको चाहिँ रिपोर्ट बुझायो। हुलाक सेवा बेल्जियमको राम्रो रहेछ, नेभी फ्रान्सको राम्रो रहेछ, रेल बेलायतको राम्रो रहेछ भनेर उनीहरूले त्यही ग्रहण गरे होइन। र त्यस्तैमा चाहिँ हाम्रो बहादुर शमशेर र गुन्जमान सिंहलाई चाहिँ यसरी घुमेर आऊ भनेर 1940 भाँडाकालमै टेनेसी भ्याली अथोरिटीदेखि लिएर सारा गरेर चितवनको रूपान्तरण त्यतैबाट पनि भएको हो। यो खालको मिसन सुरु गरेको चाहिँ ठ्याक्कै अब 100 वर्ष पुग्छ 2035। सो हाम्रो लागि चाहिँ पृथ्वीनारायण शाहको 1769 एउटा 4 किल्ला स्थापित गर्ने हिसाबले यही हो नेपाल राज्य भन्ने हिसाबले त्यो महत्त्वपूर्ण भयो होइन। तर यो नेपाल नेसन स्टेटलाई त हामी त वर्क इन प्रोग्रेस हो नि त, बनाउँदैछौँ होइन। र यसलाई थप उन्नत थप समृद्ध जोड्दैछौँ, राजनीतिक रूपले जोड्यौँ, भौतिक रूपले जोड्न अझै बाँकी छ र आर्थिक रूपले वान सिंगल युनिट बनाउने हाम्रो पुस्ताको च्यालेन्ज छ। त्यसैले यो सबै अलिकति विराट लक्ष्यहरू पनि छन् यहाँ होइन। एक थान मन्त्री खाएर यसो 2-4 वर्ष हल्यौँ भन्ने होइन, विराट लक्ष्यहरू छन्। यसका पछाडि ठुलो त्याग समर्पण तयारी भएको हुनाले यो एउटा ऐतिहासिक मिसनमा यहाँहरू सबैले साथ दिनुभयो। हस् मैले यति